नभएपछि सरकारी अस्पतालमा नै भइराखेको हुनाले यहाँ धेरै चाप बढेको छ। बेडहरू नपाएर बिरामीहरूलाई धेरै राखेर राम्रोसँग उपचार गर्न पनि समस्या परेको छ भन्ने खालको कुराहरू भयो। त्यो चाहिँ एकदमै तर यो आमा कार्यक्रम बाहिर अन्त नहुने भएर यहाँ भिड भयो। म आज आई वान्ट टु गो ब्याक सेभरल इयर्स। म सचिव भएको बेलामा आखिर पाएन रहेछ नि त। अनि मैले आजभन्दा कति वर्ष अगाडि मैले 2010तिरको कुरा गर्दैछु है, 2009-10तिरको। भनेपछि अल्टिमेटली त नेपाल सरकारकै अस्पतालमा सेवा विस्तार गर्नुपर्ने रहेछ नि त, प्रमाणित भयो मेरो कुरा। त्यसैले तर यतिका बिचमा निजी संस्थाहरूले धेरै कन्ट्रिब्युट गरेको छ, त्यसको लागि उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। तर अब आएर यो अस्पतालहरूमा बेड बढाउनु पर्ने भन्ने कुरामा चाहिँ दुविधा छैन। तर अहिले विभिन्न कारणले, खास गरी देशको आर्थिक अवस्थाले गर्दाखेरि नयाँ संरचना बनाउने भन्नेमा चाहिँ अर्थ मन्त्रालयले स्वीकृति दिनलाई, त्यसको रिसोर्स व्यवस्थापन गर्नलाई धेरै गाह्रो छ। तैपनि यसलाई म प्राथमिकतामा राखेर हेरेर के गर्न सकिन्छ मेरो तर्फबाट सकभर प्रयास गर्नेछु। अब मेरो सकभर प्रयासले रिजल्ट कतिको ल्याउँछ त्यो चाहिँ लेट्स वेट एन्ड सी। त्यसपछि कार्डियोलोजीको विषय डाक्टरहरूले जुन भन्नुभयो, यो भेगकै यतिका जिल्लालाई कभर गर्ने र देशकै पहिलो सरकारी क्षेत्रको इन्टरभेन्सन कार्डियोलोजीको सेवा यहाँ चलाउनु भएको छ, यति राम्रोसँग सेवा दिनुभएको छ। यसको लागि डाक्टर साहबहरूलाई धेरै धेरै धन्यवाद। र दुईवटा मेसिन चाहिँ हामीलाई नभई हुन्थेन, आइभास र आइएबिपी, त्यो चाहिँ तत्कालै बरु चाहियो। अनि ओसिटी पनि एउटा चाहियो भनेर भन्नुभएको छ। त्यो चाहिँ म खोजेर अथवा व्यवस्थापन गरेर तपाईँहरूलाई पठाउनलाई म प्रयास गर्छु, किनभने चाहिने चिज त चाहिने हाल्यो नि सेवा दिनको लागि। त्यसकारण यो चाहिँ विषय म हेर्छु है। अर्को डायलिसिसको बारेमा पनि म्यामले कुरा राख्नुभयो। धेरै जिल्लाका बिरामीहरू रुकुम सल्यानदेखि लिएर दाङदेखि लिएर सबै टिकापुर कहाँबाट थुप्रै ठाउँबाट यहाँ आउँछन्। हामीसँग डायलिसिसको लागि पुगेन साधन, कि त ती ठाउँमा त्यो डायलिसिस फेसिलिटी एक्सपान्ड गरिदिनु पर्यो, अथवा यहीँ आउने हो भने यहाँ पनि हामीलाई नर्स लगायत विभिन्न कुराको व्यवस्थापन गरिदिनु पर्यो भन्नुभयो। त्यो चाहिँ म तत्त ठाउँहरूमा पनि एकचोटि कुरा गरेर हामीले के कसो गर्न सक्छौँ त्यो चाहिँ मैले हेर्छु। त्यही 100 बेडको प्रोजेक्ट भन्नुभएको छ, त्यसलाई चाहिँ म हेर्छु भनि नै सकेको छु। र उहाँको आफ्नै विषयको लागि पनि, अर्थोपेडिकको लागि पनि उहाँले थुप्रै राम्रो सजेसन दिनुभएको छ। त्यसमा चाहिँ त्यो स्पाइनल इन्जुरीको कुरा गर्नुभयो। झन्डै 150 बिरामी प्रति वर्ष भन्नुभयो हो, त्यो हेर्ने गर्नुभएको रहेछ। त्यसमध्ये 30वटा चाहिँ यो हाम्रो मेरुदण्डको कुनै कट भएको जस्तै भनौँ न, एक किसिमले बुझ्नको सजिलोको लागि, जसले गर्दाखेरि उहाँहरू हिँडुल गर्न नसक्ने एक किसिमको अशक्त अवस्थामा जानुहुँदो रहेछ। त्यसले गर्दा लामो समयसम्म उहाँहरूको सेवा शुश्रूषा गर्नुपर्ने, घाउ हुने, उहाँहरूलाई फिजियोथेरापीहरू चाहिराख्ने र सधैँभरि सहयोगी मान्छेहरू चाहिराख्ने रिहेबिलिटेसनको अवस्था भएको हुनाले त्यो रिहेबिलिटेसनको फेसिलिटी नभयो भनेदेखि चाहिँ गाह्रो हुन्छ भनेर उहाँले राम्रो प्रोजेक्टको उदाहरण दिनुभयो। पहिला हामीले चाहिँ शान्ति मन्त्रालय मार्फत 10 करोडमा एउटा प्रोजेक्ट हालेको थियौँ। त्यो प्रोजेक्टले राम्रो सेवा दिइरहेको थियो। त्यो बेला अब जनयुद्धबाट भर्खर आएका घाइतेहरूको आदि इत्यादिको उपचारको सन्दर्भमा त्यो थियो र त्यसको अनुभव राम्रै भएको भएर नेपाल सरकारले स्थायी दरबन्दीहरू सिर्जना गर्दिन, त्यो सबै गर्नलाई अलिकति गाह्रो हुन्छ, किन त्यसको लङ टर्म दायित्व लिनलाई गाह्रो हुन्छ। तर प्रोजेक्टको रूपमा नै अहिले हामीसँग भइराखेको मध्यपश्चिम क्षेत्रीय स्टोर जुन थियो, त्यो स्टोरमा अहिले त्यो स्टोर मेडिकल स्टोरको काम भइरहेको छैन, त्यसको भवनहरू छ, पूर्वाधार छ। त्यसैमा पनि हामीले अलिकति यो प्रोजेक्ट जसरी चलाउनु पायो भने, अस्थायी दरबन्दीहरू राखेर पनि गर्न पायौँ भने हामी सुपरभाइज गर्छौँ। त्यो गरेपछि हामीलाई पनि काम गर्ने प्रेरणा हुन्छ र थुप्रो यो जुन जोखिममा रहेका जनसङ्ख्यालाई फाइदा हुन्छ, त्यसतर्फ लागु भन्नुभएको छ। त्यो एकदमै राम्रो सुझाव हो। त्यसको लागि म यो मोडलले पनि बनाउन सकिन्छ हामीले यस्तो प्रकारले। यसको लागि म कुरा गर्छु र काठमाडौँमा त्यो डाक्टर
डक्टर त होइन साथी हाम्रो मित्र कणकमणिजीहरूले पनि त्यस्तो चलाउनु भएको छ। उहाँहरूको पनि टेक्निकल सहयोग लिएर नेपाल सरकारले पनि बाहिर गैर सरकारी सङ्घ सङ्गठनहरूलाई पनि इन्भल्भ गरेर केही गर्न सकिन्छ कि यसको लागि पनि यो सुझावको लागि धेरै धेरै धन्यवाद। यसको लागि पनि म हेर्छु। डेन्टल डिपार्टमेन्टमा पनि 2 जना मात्रै छौँ, प्रोस्थेटिक्सको काम गरेर छैन भन्ने कुराहरू एकदमै जायज कुराहरू छन्। त्यसमा पनि छात्रवृत्ति करारमा पढ्ने डाक्टर साहबहरूलाई पठाउन मिल्छ होला, त्यो पनि हामीले एक्सप्लोर गर्छौँ। त्यो जानकारीमा आयो। सिटी स्क्यानको विषय चाहिँ डाक्टर साहबले हाम्रो यहाँको मेसु डाक्टर साहबले मलाई काठमाडौँमा पनि भन्नुभएको हो। त्यो यहाँको लागि अत्यावश्यक देखेको छ। त्यो चाहिँ अब मैले अझ यहाँ आए नै पछि अझ विशेष नोट गरेछु। त्यो हेरौँ। फरेन्सिक